फ्री फायर गेम खेलेर युट्युबमा लाइभ स्ट्रिम गर्ने नेपाली कन्टेन्ट क्रिएटर सुनिता थापा मगरले भारतमा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकी छिन्। विश्व प्रसिद्ध ब्याटल रोयल गेम गरेना फ्री फायर म्याक्सको आधिकारिक आयोजनामा शनिबार भारतको ग्रेटर नोएडा स्थित इन्डिया एक्सपो मार्टमा द बुया अवार्ड्स 2026 सम्पन्न भएको थियो। सोही विशेष अवार्ड नाइटमा सुनिताले दक्षिण एसियामै मोस्ट इन्टरटेनिङ फिमेल क्रिएटरको ठूलो उपाधि हात पारेकी हुन्। भारतका थुप्रै प्रभावशाली र शीर्ष महिला क्रिएटरहरूलाई पछि पार्दै सुनिताले यो ऐतिहासिक सफलता हासिल गरेकी हुन्। उनले सुनिता गेमिङ च्यानल मार्फत गेम खेलेका भिडियो र लाइभ स्ट्रिमहरू राख्ने गरेकी थिइन्। युट्युबमा 1 करोड 8 लाख भन्दा बढी सब्सक्राइबर कमाएकी नेपालगञ्जकी सुनिता दक्षिण एसियाकै सबैभन्दा बढी पछ्याइने महिला फ्री फायर प्लेयर र स्ट्रिमर समेत हुन्। गरेनाको यो विशेष स्पोर्ट्स मञ्चमा सुनिताले अन्तर्राष्ट्रिय ट्रफी चुमेको यो दोस्रो पटक हो। उनको यो शानदार जितसँगै अहिले सामाजिक सञ्जालमा नेपाली तथा अन्तर्राष्ट्रिय गेमिङ समुदायबाट बधाईको ओइरो लागिरहेको छ। यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली गेमिङको गरिमा र पहिचानलाई अझ उच्च बनाएको छ।